शिक्षा एउटा त्यस्तो शिक्षा हो जसले जुन शिक्षा जसले कलमले एउटा तरबार भाँचिदिन सक्छ कसरी भने तरबार धारिलो हुन्छ भने कलमले धार बनाउने तरिका लेख्छ यसकारण कलमले तरबार नै भाँचिदिन्छ यस्तै भने चाहिँ व्यक्तिहरूमा भौतिक शिक्षा छैन भने उनीहरू कुनै पनि स्थानमा गएर राम्रो हुन सक्दैनन् व्यक्तिहरूमा भौतिक शिक्षा छैन भने उनीहरू कुनै पनि ठाउँमा गएर आफ्नो प्रतिभा देखाउन सक्दैनन् कुनै ठाउँमा गएर आफूलाई मनमा आएको कुराहरू एक आपसमा आदान प्रदान गर्न सक्छन् तर पनि उनीहरूले रोचक तरिकाले गर्न सक्दैनन् उनीहरू आफ्नो कर्तव्यप्रति मर्यादा हुँदैनन् भौतिक शिक्षाले गर्दाखेरि मानिसहरूलाई सगरमाथाको चुचुरोमा चढ्न सिकाउँछ भने भौतिक शिक्षा नभएपछि मानिसलाई खाडलमा झर्न पनि सिकाउँछ भौतिक शिक्षा एउटा त्यस्तो शिक्षा हो जसले मानिसलाई आकाशमा चराउडेको देखेर हवाई जहाजको निर्माण गर्न सिकायो भौतिक शिक्षा नेसनल मण्डेलाबाट लिन सक्छौँ किनकि उनले काला जाति भन्ने जुन प्रकारको मानवमा सोच अथवा चेतना थियो उनलाई नष्ट गरिदिएका थिए भौतिक शिक्षा नभएको भए उनले कसरी गर्न सक्थ्यो जेल गए पनि उनले आफ्नो कर्तव्यप्रति कुनै कुरा छोड्दैनन् किनभने उनलाई भौतिक शिक्षाको बारेमा थाहा थियो उनले पहिला पढेको श्री प्रकाश मावि विद्यालयको हो आफूलाई त जगत भयो भने चाहिँ हामी सबै राम्रो हुन्छ हामीले भौतिक शिक्षा यो तिमीहरूकोमा छैन यो मुटुको बारेमा हो 9 र 6 हो उदाहरणका लागि मेरो घरमा मैले विज्ञान अन्तर्गत पढेको माथि भन्ने एउटा भएको यो दाबी भएन भन्दै मेरो विज्ञानमा चाहन्छु हस् धन्यवाद हजुर म्याम म्याम नमस्ते नमस्कार सर के ल्याउनु भएको हेरौँ न स्मार्ट सिटी सर्भिस गएर हेरिदिनु त कस्तो छ यो विषयमा आफ्नो विषयवस्तु प्रस्तुत गरिराख्नु भएको अब म ढिला नगर्दै विद्या विकास माध्यमिक विद्यालयबाट बहिनी हुनुहुन्छ जनचाहना आबि कुडुम झरना थापा मगरलाई आफ्नो प्रस्तुति लिएर आइदिनको लागि अनुरोध गर्छु त्यसपछि इन्टरनेसनल एकाडेमीबाट सुदीप भयाली अवस्थामा रहनको लागि पनि अनुरोध गर्छु सौर्य मण्डल त तक्रकै यहाँ आएछ त सर उठेर हजुर मोटर लगाउनु पर्छ सर एकचोटि चलाइदिनु त घुम ल है सौर्य मण्डल चलिसकेछ सर मोटर कहाँबाट व्यवस्था गर्नुभएको बाहिरबाट होला होइन यहाँ त होइन यहाँ त पाउँदैन बाहिरबाट व्यवस्था गर्नुहोस् स्कुलमै थियो हजुर त्यो पहिलाको सामानबाट बनाउनु हामी त मोटर नपाएर त मैले पनि भाग लिएर भनाइहरू लाग्न ए टनेल हे टक्रकै आएर भएछ सर नमस्ते टनेल टक्रकै हो सर के ढल्यो हावाले हो सर हावाले ल है डोको टक्रकै ढिकी हो कि यो
कारण हो गुणस्तरीय शिक्षाकै कारण हामी समाजमा घुलमिल हुन सक्छौँ यदि एउटा मानिसमा घुलमिल खै चलाउनु त मेसिन तर कम शिक्षा भएको नैतिकता भएको व्यक्ति समाजमा घुलमिल र सानो शिक्षाले पनि ठुला काम गर्न सम्भव हुन्छ। हाम्रो देशका जनताका गौतम बुद्धले पनि यो फेरि के हो नि बुझेँ के अरे सर विद्युत चुम्बक भन्ने हो यो विद्युत लगाइदिँदाखेरि त्यसले के अरे फलामहरू तान्छ नि टाइटल दिन्छ ट्र्याक्टर गुडाइदिने हो त अहिले गुडाइदिन्छ आज भाइ आज भन्नु हाल ल 1 नम्बर छ सरले भन्नुभएको छ नि एउटा निकाल्नु ए ल नेपालको नक्सा म्याम नमस्ते हाम्रो सौर्य मण्डल यहाँ रहेछ है म्याम नमस्ते है नमस्ते नमस्ते ल सौर्य मण्डल त तक्रकै बोकेर ल्याउनु भएछ त सौर्य मण्डल तक्रकै बोकेर तर धेरै रहेछ सामान हेर त राजु फेरि एक राउन्ड केटा कोण समकोण न्यूनकोण अडिकोण भन्ने देखिस् ए हो सर उठेको सरको रियल हो हा आफ्नो के परिश्रमको सर्व